धनबहादुर भट्ट छेत्री नेपाली सेनाका प्रमुख ओपन स्पाइकर पनि मानिने गर्छन् र केही समय विवादका कारण झन्डै 6 महिनासम्म निलम्बित भएका धनबहादुर भट्ट छेत्री उक्त प्रतियोगितामा आएका हुन् र धनबहादुर भट्ट छेत्रीको तारिफै गर्न नसकिने खेल छ, जसले नेपालदेखि खेल खेलिसकेका छन् र अझै पनि खेल्ने जोस जागर छ उनीमाथि। गण्डकी प्रदेश गोर्खा जिल्लामा जन्मिएका धनबहादुर भट्ट यतिखेर सम्पूर्ण दर्शकहरूको मन जित्दै आइरहेका छन्। विशेष गर्दा त्रिभुवन आर्मी क्लबलाई ठुलो योगदान दिँदै आइरहेका छन्। उनीमा त्यो हाइट, उनीमा त्यो सर्भिस, उनीमा त्यो डिफेन्स ब्लकको त के कुरा गरौँ, सबैमा पर्फेक्ट छन् धनबहादुर भट्ट र यतिखेर आर्मीको प्रतिनिधित्व गर्दै आइरहेका छन्। मानबहादुर श्रेष्ठ गएदेखि उनीमा झन् जिम्मेवारी थपिएको छ। उनीले कप्तानको जिम्मेवारी पनि सम्हालिसकेका छन् र उनलाई नेपालको कप्तानको जिम्मेवारी पनि दिने सम्भावना मध्येमा एक खेलाडी पर्छन् धनबहादुर भट्ट। हस् त